नमस्कार, के तपाईँलाई निन्द्रा लाग्दैन? तपाईँको बेडरुम मिलेको छ? तपाईँको शयन कक्ष मिलेको छ? वास्तुशास्त्रले के भन्छ त यो विषयमा? विशेष गरी 6-7 घण्टा सुत्नुपर्ने हाम्रो मानव जीवनमा प्रत्येक दिन 6-7 घण्टा हामीले आराम गर्नुपर्ने हुन्छ, सुत्नुपर्ने हुन्छ। तर हामीलाई छटपटाट भइरहेको हुन्छ, निन्द्रा लागिरहेको हुँदैन। के तपाईँको कोठामा पनि कुनै प्रकारका प्लान्टहरू, बिरुवाहरू राख्नुभएको छ? यदि छ भने त्यसलाई हटाउनु होला। रात्रिको समयमा तपाईँबाट प्लान्टहरूले अक्सिजन ग्रहण गर्ने र कार्बन डाइअक्साइड फाल्ने काम गरिरहेका हुन्छन्, जसको कारणले तपाईँको श्वास प्रश्वास प्रक्रियामा असर गरेर तपाईँलाई निन्द्रा कम लागिरहेको अवस्था हुन सक्नेछ। अर्को कुरा, तपाईँको बेडको सिरानी कतातिर छ? यदि पूर्वतिर तपाईँले सिरानी बनाएर सुत्नुभयो भने पक्कै पनि विद्या प्राप्ति भएर जानेछ, विद्यार्थी वर्गको लागि अत्यन्तै राम्रो हुनेछ। दक्षिणतर्फ तपाईँले सिरानी बनाएर सुत्नुभयो भने विशेष गरी तपाईँको जीवनमा सुख समृद्धिहरू प्राप्त भएर जानेछन्। पश्चिम सिरानी भए सधैँ मानसिक चिन्ता हुने र उत्तर सिरानी भए आयुमा क्षण हुने कुरा शास्त्रमा बताइएको छ। चुम्बकीय सन्तुलनहरू नमिल्नाले पनि तपाईँको रक्त प्रवाहमा असर गरिरहेको अवस्था हुन सक्नेछ। त्यस कारणले दक्षिण सिरानी गरेर सुत्दाखेरि चुम्बकीय तरङ्गको सकारात्मक प्रभाव पर्ने हुँदा तपाईँको जीवनमा धेरै सकारात्मक भाइबहरू सिर्जना गरिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि सधैँभरि आफू सुत्ने सिरानीलाई पूर्व अर्थात् दक्षिणतर्फ फर्काउनु नै ठिक हुनेछ भने पश्चिम र उत्तर तपाईँको लागि घातक हुनेछ। यो भिडियो धेरैभन्दा धेरै व्यक्तित्वलाई सेयर गरिदिनु होला र मलाई फलो पनि गरिदिनु होला। नमस्कार, जय शम्भु, जय भोले।